Hello everyone, welcome back to my mini vlog and happy Diwali guys. आप सभी को हैप्पी दिवाली को धेरै धेरै शुभकामना छ। अनि आज चाहिँ दिवाली अनि आज त रङ्गोली बनाउनु पर्छ नि त। अनि म रङ्गोली बनाउनको लागि सबभन्दा पहिला मैले रातो माटी लिए अनि पानीमा मिक्स गर्यो अनि आँगनमा जति रङ्गोली जुन ठाउँमा रङ्गोली बनाउनु नि त्यहाँ त्यो ठाउँमा लिप्यो अनि त्यसमा लक्ष्मी माता आउने बाटो पनि बनाइदिए। हेर्न सक्नुहुन्छ यो लक्ष्मी माता आउने बाटो अनि त्यो चाहिँ त्यहाँ रङ्गोली बनाउँछु म। त्यति बेला नि भाउजूले हल्ला गर्यो, मिरा आइजान सानो रङ्गोली मेरो पनि बनाइदे अनि तिमी आफ्नो घर गइहाल्नु भनेर अनि म भाउजू घर गएर सानो रङ्गोली बनाएँ। हेर्न सक्नुहुन्छ। अनि म चाहिँ त्यहाँबाट छिट्टै घर आएँ किनभने साँझ भइसकेको थियो नि त। अनि छिटो घर आएँ अनि रङ्गोली बनाउने सामानहरू निकालेँ। हेर्न सक्नुहुन्छ हिजो नि मैले तयार गरेर राखेको थियो अनि रङ्गोली बनाएको भिडियो त मैले बनाउन पाएन, ढिलो भएको थियो अनि त्यही भएर। अनि हेर्न सक्नुहुन्छ मेरो रङ्गोली कस्तो छ साथीहरू। अनि रङ्गोली बनाएर त्यसमा क्यान्डल जलाएर अनि म माथि आउनको लागि पूजा गर्नको लागि आएँ किनभने धेरै ढिलो भइरहेको थियो नि त। अनि माथि आयो अनि पूजा गर्नलाई बसेँ। सबभन्दा पहिला त मैले यो दियो जलायो अनि दियो जलाएर अगरबत्ती हाल्यो अनि त्यसपछि मैले गणेशजीलाई पूजा गर्यो, तिलजौहरू चढायो अनि टिका लगाइदिएँ अनि जल चढाएर अनि लक्ष्मी माताको पूजा स्टार्ट गरेँ। अनि लक्ष्मी पूजाको पूजा गर्दाखेरि मैले चाहिँ सबभन्दा पहिला त तिलजौ चढाएँ अनि फुल चढाएँ अनि लड्डुहरू चढाएँ अनि टिका लगाइदिएँ अनि जल चढाएर चाहिँ मैले भगवानसँग आफ्नो फ्यामिलीको लागि राम्रो होस् भनेर भगवानसँग मागेँ। अनि यतिकैमा आज एन्ड सरी गाइज, मैले त ह्याप्पी दिवाली भने त बिर्सेछु त। अनि दिवालीको धेरै धेरै शुभकामना छ हजुरहरूलाई। अनि हेर्न सक्नुहुन्छ मेरो भगवानजीको फाइनल लुक कस्तो छ साथीहरू, कमेन्टमा भनिदिनु कति राम्रो लागिरहेछ हेर्नु त। अनि साथीहरू यो भिडियो हजुरहरूलाई मन पर्यो भने नि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि बाई बाई साथीहरू।